हेलो एभ्रिवान, वेलकम टु माई अनदर भिडियो। र आज चाहिँ दिदी भेना अनि म कहाँ गएको भन्दाखेरि चाहिँ मरिना बीच जाँदैछौँ। र म चाहिँ धेरैपल्ट भइसक्यो गएको, र पनि आज चाहिँ किन गएको भन्दाखेरि दिदी भेनासित यसो हल्का रमाइलो घुमघाम गर्नुको लागि गएको। र दिदीको नि घर जाने बेला आइसक्यो नि त, त्यही भएको कारणले गर्दाखेरि दिदी भेना म गएको घुम्नुको लागि। अनि तपाईँहरूले अब तपाईँलाई पनि म यहाँको भ्यूहरू देखाउनेछु। र यहाँ देख्न सक्नुहुन्छ हामी यहाँनिर ब्रिजमा पुगिसक्यौँ। अनि यहाँको नजारा चाहिँ एकदमै दामी छ। तपाईँहरू दुबई आउनुभएको चाहिँ यहाँनिर घुम्न मिस नगर्नुहोस् होला। अनि यो ठाउँ चाहिँ म धेरैपल्ट आइसकेँ, प्रायः जस्तो छु म नाइटमा आएँ। नाइटमा दामी देख्छ, तपाईँले मेरो भिडियोमा हेर्नुभएको होला म अनि मेरो दाजुहरूसित म आफ्नो। अनि फाइनली हामी मरिना बिचको अगाडि देख्नुहुँदैछ, यो चाहिँ अब नेपालीमा भन्छ, हामी चाहिँ भन्छौँ रोटिपिङ। दुनियाँको सबैभन्दा ठुलो रोटिपिङ चाहिँ यहीँनिर छ दुबईमा, होइन। अनि बिचमा चाहिँ दामी दामी छ सिनहरू, भिडियोहरू यहाँनिर बनाउनुको लागि चाहिँ दामी छ। अनि यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँले यहाँको नजारा कस्तो दामी देखिरहेको छ, होइन। त्यस्तो गरम पनि छैन, त्यस्तो जाडो पनि छैन, होइन। यहाँनिर चाहिँ अब जुन जुलाईमा हामी चाहिँ एकदम गरम हुन्छ, दिउँसो चाहिँ आउनै सक्दैन हो। त्यही भएर यतिखेर चाहिँ एकदम गरम पनि हुँदैन। अनि यहाँनिर आउने मिस नगर्नुहोस् होला है त। तपाईँलाई म छेउबाट यो रोटिपिङलाई देखाउने छु, होइन। ब्याकग्राउन्डको हेर्नुहोस् नजारा यति दामी छ मुनितिर, होइन। एकदम दामी दामी छ, होइन। सबैजना इन्जोय गरिरहेको छ। अनि आइतबारको दिन त एकदमै भिड हुन्छ, किन भन्दाखेरि सबैको छुट्टी हुन्छ, होइन। अन्त समुद्रहरू हेर्नुहोस्, होइन। यस्तो दामी दामी छ एकदमै। यहाँनिर आयो भने चाहिँ रिल्याक्स फिल हुन्छ, होइन। कति काम मात्रै गर्नु, यसो बेला मौकामा घुम्नु पनि जानुपर्छ है साथीहरू, है। दुबईमा भएपछि यस्तै हो, काम भन्ने चिज भइरहन्छ, होइन। अन्त बेला बेला चाहिँ घुम्न निस्किनुपर्छ नि त, होइन गाइस। त तपाईँले हेर्न सक्नुहुन्छ। अनि यहाँनिर चाहिँ दिदीले पनि टक्क भ्लग बनाउँदैछ त्यसले, होइन। अनि टक्क भाइको फेरि यतानिर, होइन। फाइनली हामी चाहिँ यहाँनिर आइपुग्नु आँटेमै रोटिपिङको अगाडि, होइन। तपाईँले देख्नुहोस् हेरेको, होइन। यहाँ चाहिँ दामी दामी छ बिल्डिङहरू त एकदम डिजाइन एकदमै दामी छ। अनि यसरी नै हामी चाहिँ त्यहाँनिर फोटो खिच्यौँ गऱ्यौँ, होइन। अनि त्यहाँदेखि अब चाहिँ निस्केको, निस्किँदाखेरि मेट्रो अगाडि आइपुग्यो।
मेट्रोमा जान्छौँ होइन कहिले जाँदै हल्का होइन लाग्नु पऱ्यो रुम जानुलाई एकदम स्टेसनको अगाडिसम्म लभ यु।